जखेर ताल हेर्न जानुलाई छ हामी यहाँबाट पिच रोडबाट पार्किङ गरेर जखेर ताल यो चाहिँ जखेर तालमा आउनुहुने सम्पूर्ण जखेर ताल ल माछाको भिडियो माछा गनाइसके कस्तो लाग्यो जखेर ताल अङ्कल कस्तो लाग्यो जखेर ताल सेकेन्ड टाइम दिस इज माई फर्स्ट टाइम हियर इन जखेर ताल म कुनै बेला अङ्ग्रेजी पनि बोल्न सक्छु ए जाउँ न त एक राउन्ड हानु पिकनिक स्पोट्स यहाँ जखेर तालमा चाहिँ यता साइडमा चाहिँ पुरै पिकनिक स्पोट रहेछ ताल चाहिँ प्राकृतिक रूपमा हो कि यो पछि बनाएको ताल हो प्राकृतिक ताल रहेछ अनि यहाँ पिकनिक स्पोट चाहिँ अत्याधिक धेरै छ यता नि पिकनिक यता नि पिकनिक यता नि पिकनिक बसै पिकनिक रहेछ चाहिने नै जिन्दगानीमा हामी चाहिँ एक राउन्ड हान्दैछ त्यही मन्दिरनिर जानु लाग्छ जाने हो त्यो गाडी त्यहाँ भाग्नु भयो त के हो कता गयो बुढा तना बोला फेरि मिलाउन फेरि पछि बिचमा मन्दिर रहेछ उता साइडमा मन्दिर रहेछ सबै ठाउँ पिकनिक छ उता त पिकनिक रहेछ के जानु पिकनिक भर्खर खानुसम्म खाएर आएको मासु पोलाइ कार्यक्रम भइरहेको छ मासु पोल्दा पोल्दै आफै पोल्दिनु लाग्यो बुढा प्रोग्राम गर्नु पिकनिक खाँदा खाँदै डेटिङ जाने ठाउँ चाहिँ एउटा रहेछ तर यो चाहिँ अझ जाने हुँदो रहेछ ओ त्यहाँ कपाल तानिरहेका छन् ज्याकेट अनि त हिँडिरहेका छौँ हामी जखेर तालको परिक्रमा गर्दैछौँ सुजल छिटा सुजल चाहिँ हिँड्नै सकिरहेको भर्खर उठेर आएको यही तालमा राख्नुपर्छ क्या यो चाहिँ मेरो पहिलो पटक हो यसमा जखेर ताल लमैमा दाङ लमै जखेर ताल है माछाहरू यता नि रहेछन् यिनीहरू के हो यिनीहरू उता र यताका झगडा गरेर यता आएको कि के हो कि भेगुटालाई माछा भन्नु अहिले नान यसरी चाहिँ हामी अगाडि बढ्दैछौँ आन्तरिक पर्यटक तान्नको लागि चाहिँ राम्रो रहेछ ठाउँ हबी हबी अब हामी जगेर तालमा रहेको मन्दिरमा जान्छौँ मन्दिर परिसरभित्र चाहिँ मन्दिर चाहिँ यस्तो छ मन्दिरमा टिकटक बनाउँदो रहेछन् टिकटक हाम्रो नि राम्रै आउँदो रहेछ क्वालिटी डिटरमाइन्स आउनु पऱ्यो त्यही त है मोटरेबल बोट पनि रहेछ त ल मोटरेबल बोट चाहिँ त्यो माछा भएको ठाउँमा पलाउनु राख्नु हुँदैन भन्छ भन्नु छ के हो तालको बिचमा चाहिँ मन्दिर छ बिचमा हैन साइड हो बिचमा चाहिँ परको मन्दिर छ अनि यहाँनिर चाहिँ फोटो सेसन टिकटकहरू बनाउन आउँदो रहेछ के चिज हात्ती त्यहाँ रहेछ ऊ हात्ती रियलै हो त्यत्रो ठुलो हो अनि रियल त्यत्रो ठुलो न दाँत लाठी होइन दाँतै हो
त्यहाँ बसेर हेरिरहेको छ त कति बेला आउँदैछ सकेवाको जोडी जस्तै नछुट्टिने साथमा जोडीहरू चाहिँ झ्यापझ्याप छन् नयाँ नयाँ जोडी हो कुक्रे भैँस भन् केही बोल्दैनस् त के हो त अझै किन बोल्नु म त बोलिरहेको छु त हामी यहाँ मन त बोलिरहेको कहाँ बोल्छस् त भर्खरै बोल्यो त टट भर्खरै बोले भन्नलाई बोलेको भन्छ त्यो हजुर त त्यही भन्नु हामी यत्रो मैले विश्लेषण गरिसकेँ मलाई पूर्ण रूपमा जानकारी नभए तापनि लमैमा यो ताल जखेरा ताललाई घुमेर एक पनको लगाएर हामी अगाडि बढ्दैछौँ भन्नु भनेको त ठुलो कुरो हो त माछा हेरेर त्यही माथि हामी यसरी भिडियो बनाउनु कुरा नि सानो कुरो होइन ठुलै कुरो अगाडि बढ्दैछौँ बनाएको रहेछ राम्रो अलि यस्तो चाहिँ जताकतै हुनुपर्ने खास बाँडेको भए चाहिँ राम्रो हुन्छ यसरी बाँडेको भए चाहिँ राम्रो हुन्छ सर्प पनि त होला नि है यहाँभित्र बाइकको फेभरेट त सर्ट पैसा यहाँनिर चाहिँ बोटिङ हुँदो रहेछ बोटिङ